नमस्कार सबैलाई, म शुक्र हुँ। मेरो भिडियोमा यहाँहरूलाई हार्दिक स्वागत छ। आज हामी जापानको किताकामी शहरमा रहेको सुन्दर ठाउँ ओटोकोयामा हाइकिङ गर्न आएका छौँ। कामको कारणले हामी यहाँ आएका थियौँ र हप्ता अन्त्यमा बिदा भएकाले होटलमै बसिरहनुभन्दा बाहिर घुम्ने निर्णय गर्यौँ। मौसम अलिक चिसो भए पनि आकाश सफा र वातावरण शान्त थियो। किताकामी स्टेसन नजिकै रहेको यो ठाउँ हाइकिङका लागि धेरै राम्रो रहेछ। उकालो अलि भए पनि बाटो सुरक्षित छ। माथि पुग्दा शहरको दृश्य निकै सुन्दर देखिन्थ्यो। हामीले त्यहाँ धेरै फोटोहरू पनि खिच्यौँ। प्रकृतिसँग केही समय बिताउँदा मन शान्त र खुसी भयो। छोटो यात्रा भए पनि धेरै सन्तुष्टि मिल्यो। यदि तपाईँ किताकामी आउनुहुन्छ भने ओटोकोयामा अवश्य जानुहोस्।